ठुलो बम्पर छ है, ठुलो बम्पर। ए ए ए ए के हो यो त अन्त? ए लु एक नम्बर लगाएर आउनुपर्छ नि त अन्त, होइन सर? होइन खोइ भेट्दैन त अन्त उयो त अन्त। ला गिभ अप। उकालो क्या हो? सिधै गरेको थिएँ। ठिक हुन्छ। के हो? ठिक हैन के भयो? के भयो बेग भाइ यो त? पर पुगेर छ नि। उयो अनि बुझ्दा? दुई हाल्न न कि। अहिले एक ठिकै छ। एकमा घाटमै बदल छ है? बच्चा नि त्यो सिफ्ट हुनु पर्यो नि त। तर यो सिफ्ट चाहिँ तपाईँको कुद्दा कुद्दा मात्रै हुनु पर्यो नि त। रोकेर त्यो उयसको जस्तो तपाईँको चेन्ज गरेर चाहिँ जाने होइन नि त। लु 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 त हेरौँ। तपाईँको हेर्नुहोस् सिफ्ट हुन्छ नि, सिफ्ट हुँदा तपाईँले ब्याक गर्नु हुँदैन, त्यसो झर्छ। अगाडि अगाडि लु लु हिँड्नु हिँड्नु हिँड्नु। के भन्न चाहनुहुन्छ बेग भाइ? बेग भाइ एक दुई शब्द। ए यहाँ खतरा यहाँ हत्तु भइसक्यो नि, तेर्सोमै हत्तु भइसक्यो हो। नेपाल जस हामी चाहिँ कतिवटा देश घुमिसक्नु भयो बेग भाइ? अहिले 47 वटा देश घुमेर चाहिँ आइसकेको। अब कुन देश जानुभयो? यो चाहिँ अब तपाईँ बहादुर देशपट्टि ए भाइ मगरजुङ भएर जानु। मगरजुङ भएर चाहिँ लु तेर्सोमै साह्रो पऱ्यो त अन्त, उकालोमा त के गर्ने? लु गएन म ल साथी। के खलखल भयो त अन्त? कुदाउनु नहौ कुदाउनु न सर प्लिज। कुदाउँछु न म। होइन तपाईँको त्यो उयो ट्रेकिङ जाने उयो इच्छा पुरा भयो? यही पुरा हो नि। भयो त नजानु भयो। ल अब नयाँ ड्राइभर आएको छ यहाँ आशिष सर। अरु केही चेन्ज गर्नु पर्दैन है? केही पर्दैन। नयाँ ड्राइभर नयाँ राइडर। ड्राइभर होइन राइडर। के पहिला पहिला ढाड भङ्गा छ। ए ए ल यहाँ चाहिँ आशिष सर आउँदैछ हाम्रो उकालो। तान्यो तान्यो तान्यो। हे तेरे गाउँ डिस्टर्ब नगर्नु न तपाईँ यहाँ नु। डन न आउँदैछ यहाँ। लु ल आयो 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 आयो। ए कहाँ? अलिक लुज गरेर आउनुपर्छ नि अन्त।